स्वास्थ्य मन्त्रालयको चाहिँ विभिन्न जिम्मेवारीहरू दिने कुरा, जस्तै सडुवा गर्ने कुरा, कुन कुन जिम्मेवारी दिने भन्ने कुरा, ल्याउने कुराहरूमा यहीँकै मन्त्रालयको टिमले, जस्तै मैले गर्नुपर्ने निर्णय मैले गर्न नपाउने कुराहरू चाहिँ मलाई भित्रबाट बोलेको त आत्माले त पहिलो नम्बर चाहिँ यो कर्मचारी ब्युरोक्रेसी सच्चिनुपर्छ, सुधार ल्याउनुपर्छ। बिग्रेर सच्चिने भन्ने होइन, केही सुधार आउनै पर्छ। मलाई त यो चेयरमा बस्नलाई त धेरै गाह्रो आफूले फिल गरेको छु। अब मैले स्वास्थ्य क्षेत्रकै मन्त्रालयकै जिम्मेवारीलाई मात्र नभएर यो वर्तमान यो प्रदेश 1 को समस्याले गर्दा पनि म एकदमै यो चेयरमा बस्नलाई आफू उकुस मुकुस भएर बसेको छु। सरकार तुरुन्तै छोड्नु पर्यो, किनभने